गाइस हेलो 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 नमस्ते सबैलाई तपाईलाई एउटा के रे म्याजिक लाग्न सक्छ है। फेरि अहिले म यहाँ भिडियो बनाउँदै फेरि त राति परेछ। फेरि एकैछिनमा अब यसपछि उज्यालो भइहाल्छ कसरी भनेपछि द्याट्स ट्यालेन्ट। त्यही त हो, अरू त केही होइन। ल हेर्नुहोस् है। अब यहाँ सोप र सुपारी मुखमा हालेको गुटका खास त यतै हिँड न। अब युपी गाडी यहाँ आएको छ क्या अरे। युपी गाडीमा इन्डियाको नम्बर प्लेटै सेतो हुन्छ। इन्डियाको नम्बर प्लेट सेतो हुन्छ। सरकारी गाडी हो कि हो थाहै हुन्न। यहाँबाट हामी त पहिला कति तिमी कहाँ थियो त्यतिखेर? यो अघि नै खोला 7 बजीको अहिलेसम्म घाम 7 बजीको अहिलेसम्म घाम लगाइरहेको यार। अब यो भनेको गर्मीको मौसम। I'm back guys. घुममा फेरि खोकिला जस्तो भयो। सुपारी र यो ड्रागन फ्रुट हो। साँच्ची हो कि यति जो जान्दैछौ? रोड अफ ड्रागन गाइस। के अरे मुखमा बोल्ने बेलामा यहाँ आवाज सुन्ने बेलामा केटाहरू या अब केटीहरू त छैनन् लगेर त्यो भएर केटाहरू केटाहरू लागिरह होला। ऊ छ गुटका हालेर बोल्नु जस्तो लाग्यो। तर म त खान्न फेरि। नो नो इट्स ओन्ली सोप एन्ड सुपारी। सुपारीले इङ्ग्लिसमा के भन्छ? सुपारीले इङ्ग्लिसमा के भन्छ? सुपारीले सुपारी सुपारी चाहिँ भने जे भने पनि बुझ्यो त भइगयो। वाह आइफोन रे। ब्लग भन्नु छैन। आइफोन के बाटो हो र? यस्तो छ यार बाटो यार। आधा पिजमा छ आधा यस्तो छ। हिँड्दै गाह्रो छ। बजेट गाह्रो छ। अब असारको महिना लागिसक्यो। त्यति हुन लागिसक्यो। सोप लिएर आउनुपर्छ रहेछ। सुपारी लिएर आउनुपर्छ त्यो हालेर। बाटोको लागि टाइम पास त हो सुपारी बाटो। टाइम पार ल केटा यो म पढेको स्कुल हो पहिलाको। कति पढेको भन्यो होला नि। पढ्न त पढेको तर सपनामा। म पढेको स्कुल हो त्यो। तिमीहरू पनि त्यही आउँ पढ्न। यसो एडभर्टाइज पनि हान्दिनु पऱ्यो। सरकारी स्कुलको पनि हो। असारी महिनामा पानी पर्यो सरर भन्ने जस्तो छ यहाँ। खेती चालु छ। त्यति आमैले ढुङ्गाले हान्ने फेरि मोबाइल मेरो फोटो खिच्छ छ। यताबाट होइन र राइट। ओहो एकदम डरलाग्दो जङ्गलमा आइसक्यौँ हामी। अब यो बाटो कहाँ जानु थाहा छैन। अब यो रास्तै डरलाग्दो जङ्गल छ। तपाईँ
और तो ठीक है यहाँ बाहर किन ला क्या ये तो वहाँ राप्ती निश्चित जगह है नहीं राप्ती को बोल निश्चित अब केवा तालमा साइली भने जस्तै राप्तीमा कान्छी भन्नु पर्थ्यो कान्छीवाली हो क्या तर त्यो पनि केही छैन राप्तीमा त आफै बाइक स्कुटीमा गयो मात्रै यस्तो गाउँतिर पनि यस्तो खतरा सिमेन्टको घर बन्यो यार ल केटा हो हेर यहाँ चस्मा हेर फेरि चस्मा ब्रान्डवाला हो फेरि प्राडा PRADA तिमीहरूले त फेरि प्रुडु भन्नु प्राडा हो प्राडा अब गुगलमा सर्च गरे पनि हुन्छ तर सस्तो मस्तो मोबाइलमा खुल्दैन फेरि त्यसको आइफोनमा त ओन्ली अन आइफोन कुकुरको कानबाट बनाइरहेछ खुट्टा पनि बनाइरहेछ हेरै बिस्तारै हेरै यहाँ अगाडि साग हुनसक्छ त्यस्तै त नहोला गोठालोहरू छन् हले भनौँ राप्ती बारीको ठाउँमा कानको टोमलाई अब केटाहरूलाई के भेडा चाहियो भने भेडा पनि हिँड्छ सिधा हो कि राइट हो जताबाट गयो भने बाटो आउँछ नि केटा बुझ्दै गरे फेरि हामीलाई म्याप चाहिन्छ नि फेरि गुगल म्याप हामी त फेरि खतरा हो गएर घुम्दा हामी कहाँ ल्याइदिन्छु तिमीहरूलाई तिमीहरूलाई पनि यो ठाउँ आउनु मन छ भने तिमीहरूलाई पनि केटा यो ठाउँमा आउनु मन छ भने टक्क नेक्स्ट QR हालिदिन्छु मैले भिडियोमा ट्याक्क पैसा हाल्ने हिस्सा मेरो 100 रुपियाँ हाल्ने बित्तिकै त्यो नम्बरमा फोन गरिहाल्छ है तिमीहरूलाई म हातै समातेर छोडिदिन्छु बरु यो ठाउँमा 100 रुपियाँ त अलिकति कम भएन यार 1000सम्म त भन्नु पऱ्यो त यार लगभग 10,000 भनेको कति $10 हो $8 भनौँ $8सम्म त कमाउनु पऱ्यो त यार $8 1 घन्टाको $8 कमाउँछ मान्छेले विदेशमा हामी यहाँ 1 घन्टा त लागिहाल्छ 2 घन्टा लागिहाल्छ मलाई यहाँ पहिला पानी थियो अहिले त पानी सुकेछ त के हो पानी पर्छ यो चाहिँ खतरा छ त यस्तै हो केटा हो अब के गर्ने काम छैन घरमा बसेर जिम गयो जिमबाट आयो सिट हेऱ्यो आज यसो एउटा किताब पढिदिउँ भनेर कुन किताब रे अब किताबको पनि नाम नलिउँ भर्खर मासु खाइयो त किताबको नाम दिँदा राम्रो हुन्छ श्रीमद् भगवत गीता भन्ने किताब पढेको थिएँ पढ्ने बेलामा निन्द लागेको हो आज कम्तीमा 10 पेज त भ्याउँछु भनेको आधा पेज भ्याउन त निन्द लागेको त्यसपछि छोड अब के पढ्ने अब सुन्ने हो भनेर छोडिदिएँ मैले अब यहाँ खेती व्यवस्थापन हुँदैछ छोडिदिएँ मैले त के अब पढ्ने सुन्ने हो ओइ सुन्ने हो भन्दा यिनले सुनाइदेऊ ल फेरि याद नै भन्दै हामी चाकिन नाथ्यौँ अरू त यस्तै केटा हो QRमा चाहिँ अब हालिदिइहाल है पैसा किनभने अब तिमीहरूलाई मैले एड हेर अनि एड नकाट पैसा आउँछ मेरो च्यानलमा भन्नु मिल्दैन किनभने मेरो मोनिटाइज भएको छैन केही पनि भएको छैन एडहरू पैसा आउने होला होइन एड पनि आउँदैन एड त आउला कि एड त यतिकै पनि आइहाल्छ एड त यतिकै पनि आइहाल्छ नि जाने होइन
त्यो मोनिटाइज गरेपछि एडको पैसा पो आउने हो त एड त यतिकै हाल्छ नि तिम्रो जुन भिडियो पनि युट्युबमा हो नि एड त यतिकै हेर्छ एड त यतिकै हेर्छ एड त स्किप गरिदिनुहोस् अहिले त एड हेर्नु पर्दैन अहिले त्यति दुःख दिन्न म हाम्रो जनतालाई त के भन्ने अब मेरो होइन के अरे सब्सक्राइबर त के सब्सक्राइबर के भन्ने कोहीले त अब बाहिरबाट हेरिदिन्छ नि यतिकै बिना सब्सक्राइब गरेर अब 2 जनाले त हेऱ्यो होला त्यो पनि अब भनिदिएको सबलाई पछि गएर मेरो भ्लग यसो भाइरल भयो भने भन्नु परेन यार यस्तो छ भनेर ओहो झन्नै खोजी खाइन्छ यार पछि त्यो बाटोमा झन्नै खोजी खाइन्छ यो अटो आएको नि यहाँबाट कि यो अटो कहाँबाट आयो यहाँ त काठ गोदाम रहेछ त काठ गोदाम छ यहाँ त घर कसको थाहा भएन कस्तो हेरै बिस्तारै हेरेँ कुखुरा मार्दै यार बाटोमा साना हुन्छन् आज बफको मासु हान्दिउँला भनेको थियो होइन मासु त नै मोमो अब यता हेर्नु ओहो डग तिमीहरूले फेरि भ्लग हेर्ने मेरो भ्लग हेर्ने जनताहरूले फेरि ए सरी अनि डग लिएर नदेखे जस्तो गरेछ भन्ला तर के गर्ने त्यो डग अलिकति युनिक थियो कि युनिक 2टा टाउको थियो त्यो डग अब त्यो देखाउनु पाएन मात्र पानी मात्रै हेर्थ्यो मेरो यिनको ड्राइभिङ अब टेक्निकल यहाँ ड्राइभिङ हेरौँ ड्राइभिङ एउटा गोप्रो क्यामेरा किनेर पछाडि हेलमेट लाएर भ्लग बनाउनु पऱ्यो क्या अब स्कुटी चलाउनु सकिन्न बाइक स्कुटी चलाउनु सकिन्न अब पछाडि बसेर हेलमेट लाएर गोप्रो बनाउनु त होला अब यो बाटोमा अलिकति राम्रो छैन र बाटो अलिकति लामो छ तर ग्राभेल त चिप्लो छ हेर है जाला यार नगेडा ड्रोन शट हेर ए त्यो त हो फ्लोरिडा एकाडेमी हो त्यो फ्लोरिडा एकाडेमी पनि म पढेको स्कुलको केटा हो एउटा टोइलेट भेट्यो कि एउटा टोइलेट भेटेपछि यो पनि मैले मुतेको टोइलेट भन्नु पर्यो टोइलेट एउटा सार्वजनिक शौचालय छैन कि नेपालमा केही कुरो कमी छ त्यही भएर त देश विकासको तर्फमा लागेको छैन यार यस्तो बाटो छ यहाँ युवाहरूको केही के भन्छ युवाहरूको केही बाटो छैन कहाँ जाने युवाहरू भनेर शिवजीको मन्दिर छ जय भोलेनाथ आज सोमबार हो तर के गर्ने सरियो मासु खाइयो खाइयो भेट्दै छैन यताबाट होइन र कहाँ पुऱ्याइने जहाँ हिँड अब जहाँ पुगिन्छ अहिलेको टाइम कति हो सर 7 बजे छ अहिले
यो 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 अब जाडो महिनामा यो टाइम भनेको 5 बजे हुन्छ यस्तो 5 बजेको 5 बजे 4:30 बजेतिर हुन्छ यस्तो जाडो महिनामा। अहिले यता 7 बजे जस्तो छ। फेरि केटाहरू छि यो त गुट्का खाछ जिब्रोले यसरी कुटाकुटै गर्छ भन्नु। सोप हो सोप। अघि नै हल्का हानेर डिङ्गाएर ल्याएको, अहिले अलिकति बजेको खल्तीमा अनि फेरि हालेको। सोप र मिश्री त मिठै हुन्छ, अझै त्यसमाथि यो सुपारी हालेपछि झन् पकाले भयो। अब यहाँ तर यसो सोध्छु क्या म गाउँको मान्छेले के सोच्छ अब यो मुनि मोबाइल लिएर आएछ, भ्लग खिचिरहेछ, अनि घुमेछ। अनौठो पागल जस्तो जस्तो लाग्ने पागल आएको भनेर। त्यो त युनिक हो नि त, एउटा युनिक हाम्रो लागि। अब तिनीहरूलाई भनिदिनुपर्छ यसबाट त यसरी भिडियो बनाएर पैसा आउँछ, पैसा लट्स अफ मनी तिनीहरू त ए हो पैसा आउँछ सबले बोलाएको गाउँको। यताबाट हो यो साइक्लिङको बाटो हो अरे त्यहाँ लेखेर। ओए बिस्तारै हिँड है तिमी यहाँ। स्कुटी टायर सानो हुन्छ चिप्लिन्छ क्या, चिप्ली भन्दा चिप्लीको त सुमी त एक्सपर्ट हुन्छ। मुस्ताङमा जाने हो, मार्फा खाने हो। मार्फा त किन्न, मार्फाको पानी खाइन्छ। मार्फाको पानी भनेको मार्फा ठाउँको धाराको पानी। बदतमीज दिल जाने ना कस्तो भयो यार, कत्रो छ यार काम। राति तिमी खेल्दै रहेछ अब यस्तो केटाहरूलाई गीत पनि सुनाइदिउँ भनेको। अहिले यहाँ ब्याकग्राउन्ड साउन्ड लाग्छ धेरै छ क्या, त्यही भएर साउन्ड राम्रो आउँछ। नत्र म खतरा सिङ्गर हो यतैबाट एउटा मलाई बल्ल याद आयो हल्का। उयो त्यहाँ के भण्डार लागिरहेको छ क्या, गएर हानिदिनुपर्छ क्या। हनुमानजीको मण्डप भण्डारा त भोलि लाग्ने हो त, आज मङ्गलबार हो र। त्यो कुकुरले मलाई कसरी हेऱ्यो यार, च्याप्पै खाइदिएन जस्तो। भ्लगर भन्ने केटाहरू सोचेनन् जङ्गल गछ भोटो भन्छ भिडियो बनाएको छ। तर मेहनत कति छ केटा हो यहाँको थाहा छ तिमीहरूलाई। पेट्रोल खर्च गर्नु पऱ्यो यहाँ। टाइमको खर्च सबभन्दा ठुलो कुरा, टाइम इज मनी भन्ने सुनेको छौ कि नै केटा हो। यो त जङ्गलै जङ्गल छ यार, यतातिर त डर लाग्छ। केटा हेर यो पनि मैले 11-12 पढेको स्कुल आउँदैछ। स्कुल त भन्छ त आजकल 11-12 मैले पढेको यस्तरी उफार्दै कि माथिको 3टा माथिबाट तेस्रो होला मेरो क्लास थियो। कम्दी आइसक्यो अब यहाँ मेला लाग्ने ठाउँ आयो। एकचोटि यहाँ मेलामा आएको थिएँ कहिले धेरै पहिला अब मेलामा त्यसकै पछाडितिर लागेको थियो क्या।
केटाहरूले फेरि मोबाइल त खतरा बोकेछ, स्कुटी चाहिँ यामाहाको छि भन्नु फेरि स्कुटी यामाहाको भए पनि मोडिफाइड हो केटा, मोडिफाइड एकदम। के भन्छ ए म के अरे एलोय 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 हुन्छ नि जुन मैयाको एलोय, द्याट इज मेड अफ डायमन्ड्स। खतरा, मेरो त इङ्ग्लिस खतरा मिल्यो यार, विदेशी जस्तै मिल्यो। अब अहिले जानुपर्छ इन्टरभ्यूतिर, म त खतरा नाम निकाल्छु। अरे अरे अब तिमीले यतिखेर झ्याप्पै ब्रेक हान्थ्यौ, अब यहाँ ग्राभेल बाटो चोक्रा थियो, यो चाहिँ राति स्कुल जाने बाटो हो। यो त आफ्नो देश तिमीले त्यहाँ ग्राभेलमा त्यो हिँड्दा त तिमीले झ्याप्पै ब्रेक हाल्थ्यौ, त्यो ग्राभेलमा चिप्लिहाल्छ नि। यो चाहिँ राति पुगेको के बोल्नु थाहा भएन, अनि त्यहाँ नाम लेखाएर त पढेर त त्यहाँ गाइस। यो चाहिँ हो गोठियाघाट पुल, एसियाको लङ्गेस्ट, सेकेन्ड लङ्गेस्ट पुल। हेर है बिस्तारै त्यो रफ्तारमा आउँदैछ त्यहाँ रोड किङ। हेर न कस्तो धन्न हल्का हल्का गोरो भइयो जस्तो लाग्छ आफूलाई, कालो धुवा फाल्थ्यो यार। धुवा फाले पनि मैले सेतो धुवा फाल्नु नि यार, कालोमा कालो धुवा फाल्दैछ। धुवा फालेर पार्दैछ। ओए त्यहाँ हिँड न, त्यहाँ कुटुम्बामा जाऊँ न, कुटुम्बामा। अहिले 8 बज्छ अनि त्यहाँबाट सिधै 3 बज्छ। केटा हो मेरो यार, पैसा चाहिँ हालिदियो है, यत्रो मेहनत हुन्छ। छ के छ, टेन्सन नल्याउ न, चाख छ। केटा हो के अरे के भन्नु तिमीले, अब केटा मात्रै किन भन्यो होला हौ, तर अब मेरो ब्लग केटाहरूले मात्रै हेर्छ नि, त्यही भएर हो। अब यस्तो गर तिमीहरू के गर भनेपछि अब त्यो के अरे क्युआर त मैले हालिदिन्छु हेर, क्युआर त नहालिकन हुँदैन। पैसा त आउँछ मेरोमा, तर त्यो फेरि एक रुपियाँ नहाल कि फेरि एसियाको क्युआर हालिदिन्छु हेर। ब्याङ्कको फेरि तिमीहरूले चोरिदियो भने सकिहाल्छ नि पैसा, पैसा त छैन त्यही भएर यार। अब एसिया क्युआर पठाइदिन्छु, एसियामा फेरि 1 रुपियाँ पनि, एसिया त 1 रुपियाँ पनि हाल्न मिल्छ नि, 1 रुपियाँ पनि हाल्न मिल्छ हेर। टेन्सन छ क्या फेरि, 1 रुपियाँ हाल्यो भने त यहाँ तिम्रो 1 लाखजनाले 1 रुपियाँ हाल्यो त ठिकै हो। अब 10 जना हुन्छ नि, 10 जनाले 1 लाख 1 रुपियाँ हाल्यो भने त 10 रुपियाँ मात्रै हुन्छ यार। 10 रुपियाँमा त म आफ्नो घरबाट जिम पुग्दैन रिक्सामा, रिक्साले पनि देख्दैन। हेर केटा सनसेट भ्यू हेरिहाल, गफ धेरै सुन्यो। हेर अब अनि अब विदेशमा भएका महानुभावहरूलाई, हाम्रो दर्शकहरूलाई अब के भन्न चाहन्छु भनेपछि, अब विदेशमा भएको त को होला नि त, भयो जति हुन्छ यसो अब कतैतिर हेर्नुभयो, मलाई देख्नुभयो भने विदेश भएका महानुभावहरूलाई डलर नपठाउनुहोस्। हेर्नु तपाईँले पनि मिहिनेत गर्नुहुन्छ, के डलर पठाउनु छ। अब आइफोन जति आएपछि ठिकै हुन्छ यार, एउटा आइफोनसम्म यसो च्याप्न पाएपछि ठिकै त हुन्थ्यो। त्यही हो, एउटा आइफोनसम्म, अरू त त्यस्तो केही छैन। फेरि आइफोनसम्म भनेपछि फेरि आइफोन 5 पठाइदिएन नि, फेरि आइफोनै भनेको थिएँ, अरू के भन्दैन, मैले आइफोन 5 पठाइदिएँ। आइफोन 5 त होइन, जब तपाईँको 17सम्म भनौँ, 17 आउनु छ अहिले, त्यही भएर 17सम्म, 17भन्दा कम त फेरि 17भन्दा कम त फेरि चलाउनु ओन्ली 17। बुढा गाउँपालिका यही हो, यस्तो छ अफिस। एसी जोड्दैछ यार यस्तो अफिस, के गर्ने। सबभन्दा त यो विद्युत प्राधिकरणको अफिसमा एसी नजोड्नु पर्ने, एसी नजोड्नु पर्ने कि त्यहाँ त बत्ती नदिनु पर्ने। बत्ती काटिदिन्छ आजकल त, इन्भर्टरको ब्याट्री सकिएछ। पैसा अब 500 रुपियाँको त्यो किनिदिउँ भनेपछि फेरि अब ट्याक्कै आज मैले त्यो किने राउटरको थियो, आज मैले सपोज
आज मैले त्यो किनेँ, अब भोलि इन्भर्टरको ब्याट्री ल्याइहाल्यो भने त्यो मलाई टेन्सन भएन। 500 त मेरो खेरै गएन। हुन त यहाँ अब दर्शकहरूले हालिदिन्छन् होला त 500 रुपियाँ त, त्यही पनि खेर त गयो नि यार। खेर गयो किने त्यो खेर फाल्ने, त्यही भएर यसो कुरासुरा बुझेर इन्भर्टरको ब्याट्री कहिलेसम्म आउँदो रहेछ त्यो हिसाबले गर्नुपर्ने भने। त्यहाँ फ्याक्ट्रीको धुवा आइरहेछ, कस्तो धुवा आइरहेछ फ्याक्ट्री। आज फेरि यहाँ हेर्नु केटा हो, हेर यहाँ तिमीहरूको दाइ हिँड्ने बेलामा फेरि बाटो चाहिँ खाली हुन्छ है। फेरि यताबाट आउने गाडी कोही पनि छैन, पछाडिबाट आउने कोही पनि छैन, फेरि म मात्रै हो। उताबाट आउने मात्रै, ल उताबाट आउनुलाई किन टेन्सन नपार्छ, उताबाट आउनुलाई चाहिँ आउँथ्यो। म जाने बाटोतिर साइडतिर चाहिँ गाडी नपठाऊ, सबलाई रोकेर राख जबसम्म हाम्रो डेस्टिनेसनमा पुग्दैन भनेको। हुन्छ दाइ ठिकै छ भनेर गऱ्यो ट्राफिकहरू, ठिक छ। सरुवा मिलाइदिनु कहिले के गर्न सकिन्छ। यो मन्दिर चाहिँ कुन मन्दिर? कुदा। अब यो यहाँ ट्र्याक्टर यस्तो तुफानमा आइरहेछ। तुफान बा रोड किङ आज धेरै आइरहेछ नि। हेर तिम्रो अगाडि रोड किङको हल्का तिम्रो स्टियरिङ हल्का त्यसलाई के अरे के भन्छ तिमीलाई, जाँगेमा चिलाएर हल्का हात्ते हाल्यो भने त स्टियरिङ त फेरि हो त, स्टियरिङ उता फेरिन्छ। फेरि हाम्रो दर्शकहरूको पैसा फेरि ममा आउन्न। एभ्रिथिङ इज अबाउट मनी, सबै पैसाको कुरा हो केटा हो। र शान्ति चोक कसैको गर्नुको नाम शान्ति छ भने भनै, म त्यो चोकलाई त्यसको नाम राखेँ। यहाँ एउटा साथीको गर्लफ्रेन्डको नाम शान्ति थियो, अनि दाइ साथी थियो त्यही पनि दाइ भन्यो, दाइ एउटा चोक राखिदिनु पऱ्यो मेरो गर्लफ्रेन्डको नाममा भन्यो। ल भन्नु त के हो तेरो गर्लफ्रेन्डको नाम? शान्ति भन्यो। ल ठिक छ राखिदियो नि त भनेर दाजुले हाल्नु छ। विचारियो भने भन केटा हो तिमीहरूको नाममा यो रूप कस्तो राति त यो रूप डर लाग्छ होला हेर्नु। रोड किङलाई हेर, रोड किङलाई कस्तो तुफानमा गएको थियो यार। एसियन पेन्ट साथीहरू हाम्रो फेरि हेलमेट पनि यमाहाको हो नि, सस्तो मस्तो होइन नो। टाढा चस्मा जारा सेट त देखाउनु मिल्दैन, डब्बा देखाउनु पर्छ र। अनि बर्साती सरसाती त नर्मल आउनु कि प्राडा चाहिँ एउटाले किन्न त भनेर म त किनेको, नो गिफ्टेड फेरि किनेको। अब त यस्तै, अब सोप सक्यो हेर्नु, चपाउनु मन लाग्थ्यो, अब केही छैन के चपाउने। अब केही चपाउने कुरा छैन, बिचरा रिक्सा खाली आइरहेको छ यार। रिक्सामा बसेर गए पनि हुन्छ तर के गर्ने, बसेन। बादल यो बादल सरी के हो बाँसो थाहा भयो हेरेपछि आउँछ। फेरि हाम्रो तुफान आइरहेको छ उताबाट। पुनित सुपरस्टार जस्तो गर्नु पऱ्यो क्या हो, त्यस्तो गर्नु त त्यसको रियाक्सन मलाई ठ्याक्कै आएन। पुनित सुपरस्टार हेर्छु कि नै, पुनित सुपरस्टार के पुनित सुपरस्टार छ त नाली सालीमा जान्छ त यार। यो घर त राम्रै छ। आमा त्यो घरमा कुकुर त ठुलै हुन्छ यार, कत्रो कुकुर हो त। यहाँदेखि बिजुली सबै लगेट लाग्छ यार। अब लाइट्स आर अन गाइस, लाइट्सहरू अन भइसक्यो। लाइट लाइट
के खाने एनर्जीहरू काठमा गएर के गर्ने कान्ताल किन जाने हिँड्न त नि कान्ताल हिँड्नु एकछिन घुमाइदेऊ न कान्ताल भित्र घुमाइदेऊ न के हो कान्तालमा नयाँ क्याफे बनेको क्या अरे वाह लाइट त पर्यो लाइट त आफै डिटेल हुँदो रहेछ नि त अब हामी चाहिँ यहाँ उसमा छौँ के अरे यसको नाम के अरे गान्धीताल नाम बिर्सेको बाटो कहाँ जान्छ यो गाउँ कहाँ थाहा छैन नेपाली युएफओ त्यो नेपाली युएफओ त्यसको नाम हो प्लेन एरोप्लेन इक्वल्स टु नेपाली के नै सक्दैन खासमा यो गान्धीताल भनेको भन्दा पनि के अरे केटाले केटी चाहिँ पुग्छ ल्याउने भएर त्यहाँ किन छैन केटी रोटी आएर आउँछ के केटाले केटीको आउँछ केटाले केटीको आउने त्यो बाहेक अरू के छ यहाँ केही छैन ल हेर्नु है फेरि यहाँ हेर्नु भने यहाँ हेर है हेर्नु निस्किन्छ यार हेर अब हेर अरू त भन्नु भएन हेर मात्रै भनौँ अब यो फेरि रेड बुल अरूको देखाउ होला भन्ने हो फेरि यहाँ भरि छ है फेरि यहाँ अनि म यहाँ छु कस्तो छ यहाँ खतरा छ मौसम केटा मौसम त बवाल छ अब तिमीहरूलाई यस्तै रेड बुल यसरी एउटा हातले यसरी क्यामेरा समातेर एउटा हातले रेड बुल खाएको देखाइदिउँ भनेको तर के गर्ने अब त्यस्तो अहिले सम्भव छैन पछि देखाउँला अनि हाम्रो फरारी दी वर्साची यहाँ छ फेरि है फरारी दी वर्साची यहाँ छ अनि लेग साइड हो फेरि यो मिनी लेग साइड अब अरू त यस्तै हो अगाडि कन्टिन्यू गरौँ ल अब अहिले ड्रिङ्क्स खाइलौँ ल अब हामी आफ्नो डेस्टिनेसनमा पुग्नु फेरि तिमीले यहाँबाट ऊ आउँछ यार रेड लाइट हुन्छ यार हुन्न र चल्दै रेड लाइट भयो भने केही काम थिएन अनि आज रोड किङहरू धेरै देखेछन् यहाँ रोड किङ इज भेरी मच टुडे ल अब यस्तै हो अब घुमियो त घुमियो धेरै अब गएर पेलान हुन्छ पेलान भनेको फेरि त्यस्तो होला पेलान होइन जिम गर्नु पऱ्यो त जिम गर्नै पऱ्यो के गर्ने स्मरण आगादेखि भने जस्तै हो अब त्यस्तो केटा हो तिमीहरूको यो भिडियो बनाउने बेला मेरो आँखामा फ्ल्यास पऱ्यो अब अन्तिममा छ म होइन कालोमा ए यो त रेड चिल्ली फ्लोर हो अब गाइस भ्यू कस्तो छ यार सो गाइस फाइनली हामी आफ्नो डेस्टिनेसनमा आइसक्यौँ अब डेस्टिनेसन कहाँ हो त्यो त अब के देखाउने त्यो पनि हेरौँ देखाउनु मिल्यो भने देखाउँला साँच्ची एक कुटुम्ब हो कुटुम्ब डेस्टिनेसन यति हो अब राखौँ आयो है यहाँ फेरि केटाहरूले भन्ला नि त के भन्दै हो भने चाहिँ केटा हो हेर अब म के भन्दैछु भनेपछि तिमीहरूले सोचेर दादा त कहाँ आउनुभयो कहाँ हो यो वेयर इज दिस भनेर दिस इज फकिङ दम्बोजी यार यहाँको हराइ छ त यार टेल सिटी भएछ त होटल खै त होटल सिटी प्यालेस भन्नु पऱ्यो नि त होटल सिटी प्यालेस भन्नु त यो के हो ए कोल्टे भान्साघर यही हो
पोल्टे भान्साघर यही हो पोल्टे भान्साघर त यहाँ रहेछ नि त मलाई थाहा थिएन त्यही हो केटा हो अब यस्तै हो अब हजुर चाहिँ कहाँ जानु म भन्ला अब मलाई देख्नलाई गाह्रो छ फेरि तिमीले पहिला ड्रोन चढेर त्यसपछि दिस इज मी अब के हेर्छौ यार तिमीहरू पनि अब खानासाना खाऊ रात परिसक्यो होला मेरो भ्लग राति आएको भ्लग राति नै हेर्ने मान्छेलाई हेर्दै सुत खानासाना खाऊ गर्मी सर्मी छ के गर्छ अब नुहाएर सुता एकचोटि अरूलाई त ल गुड नाइट अब त यति हो अब निस्किनु पर्यो अब बिस्तारै भेट्दै गरौँ न अब कसैलाई लास्टै अब यो भ्लग भन्दा पनि अझै भेट्न मन लाग्छ भने अब क्युआर स्क्यानर हालिदिउँ ल यसो अब इसियामा 1000 रुपियाँ 1500 हालेर मलाई भिडियो कल गर्नु सक्नुहुन्छ